हेलो एन्ड नमस्कार साथीहरू। आज हामी कुरा गर्न गइरहेका छौँ नेपाली जगतका चित परिचित साथै चर्चामा रहन सफल नेपाली ब्लगर हुनुहुन्छ मनोज तामाङको बारेमा थोरै जानकारी। यस भिडियोमा मनोज तामाङको लाइफस्टाइल साथै सर्ट करियर बायोग्राफीको बारेमा आज हामी चर्चा गर्नेछौँ। यदि हजुरहरू मनोज तामाङको फ्यान हुनुहुन्छ भने यस भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नुहोला। आखिर को हुन् त मनोज तामाङ? विक्रम सम्वत 2058 साल नेपालको काभ्रे तिमलमा जन्मिनु भएको मनोज तामाङको रियल नाम चाहिँ मनोज तामाङ नै हो भने उहाँको निकनेम साथै उहाँलाई चाहिँ मनोज एन्ड मुना फ्यामिली ब्लगको उपनामले पनि सबैजनाले चिन्नुहुन्छ। मनोज तामाङ प्रोफेसनली कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने पर्फेक्ट कमेडियन पनि हुनुहुन्छ। मनोज तामाङको हाइटको कुरा गर्नु पर्दा उहाँको हाइट 5.5 इन्च रहेको छ भने नेसनालिटीले चाहिँ उहाँ नेपाली नै हुनुहुन्छ। मनोज तामाङको एजुकेसनको कुरा गर्ने हो भने उहाँले आफ्नो पढाइ चाहिँ 11 कम्प्लिट गर्नुभएको थियो। यसै गरी मनोज तामाङको फ्यामिलीको कुरा गर्नुपर्दा उहाँको फ्यामिलीमा दाइ भाउजू, 2 जना बहिनी, बुवा, मम्मी, वाइफ मुना अनि छोरी मिन्सासँग उहाँसँग जम्मा 9 जना हुनुहुन्छ। अब कुरा गरौँ उहाँको युट्युब च्यानलको बारेमा। मनोज एन्ड मुना तामाङको नामले परिचित च्यानल जनवरी 10, 2023 मा खोल्नु भएको थियो भने हालसम्म उहाँको च्यानलमा 754 वटा भिडियोहरू रहेको छ। यसै गरी उहाँको च्यानलले 54,08,80,766 भ्युज गेन गरिसकेको छ भने 2,44,000 सब्सक्राइबर पनि प्राप्त गर्नुभएको छ। र उहाँको भिडियोहरू सम्बन्धी कुरा गर्दा ओल्ड भिडियो भाग्यलाई कसले देखेको छ र भन्ने टाइटलको भिडियो रहेको थियो भने उहाँको पपुलर भिडियो चाहिँ लभ बाइट प्र्याङ्क अन हस्बेन्डसँग भन्ने टाइटलको भिडियो भाइरल भएको थियो। अब कुरा गरौँ उहाँहरूको युट्युब इन्कमको बारेमा। साथीहरू, यो इन्कममा रियालिटी छैन। उहाँले आफ्नो पोडकास्टमा भनेअनुसार उहाँको आफ्नो फर्स्ट इन्कम चाहिँ 35,000 भएको थियो भने अहिलेको इन्कमको बारेमा हामी एभरेजमा टार्गेट गर्ने हो भने पर मन्थ 50,000 देखि 1 लाखसम्म अनुमान गर्न सक्छौँ। एन्ड अदर सोसल मिडिया सम्बन्धी कुरा गर्दा टिकटक अकाउन्टमा 2,05,500 फलोवर्स रहेको छ भने 19.6 मिलियन लाइक रहेको छ। साथै फेसबुक ग्रुपमा 42,000 फलोवर्स रहेको छ। साथीहरू, यो थियो मनोज तामाङको बायोग्राफी। बोल्दै जाँदा कहीँ कतै मिस्टेक हुन गएमा हामी क्षमा चाहन्छौँ। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुहुने हजुरहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्दै हजुरहरूले सब्सक्राइब गर्नुभयो होला भन्ने आशाको साथमा म पनि बिदा चाहन्छु। नमस्कार।